हेलो नमस्ते सबैलाई वेलकम टु माई मिनी ब्लग। आज चाहिँ होली स्पेसल। तपाईँहरूले होली खेल्नुभयो कि नै? मलाई चाहिँ हेर्नु त आज बिहानैबाट होली लागेको छ। म चाहिँ आज दिदी दाइहरूसँग होली खेल्न हिँडेको। आउनुहोस् मसँगै खेल्न जाउँ। हेर्नु त आज मैले कति रमाइलो गरेको छु, कति ठुल्ठुलो पिचकारीहरू लिएर खेलेको। यहाँ हेर्नु न दिदीले मलाई कति माया गर्नुभएको छ। सबै दाइ दिदीहरू आज एकदम बिजी हुनुहुन्थ्यो। म पनि मेरो पहिलो होली रमाइलो गरौँ भनेर बाहिर निस्केँ। हेर्नुहोस् त कति धेरै दाइ दिदीहरू हुनुहुँदो रहेछ। त्यसपछि म पनि सो हेरेर बसेँ। मसँग नि पिचकारी थिएन, फेरि पिचकारी गरेर लिएर आएँ। हेर्नुहोस् त फर्स्ट टाइम युज गरेको, युज गर्नै नजानेर हेर्नु न मैले त तल पो पिचकारी पाल्दै हिँडेको रहेछु। यो चाहिँ ट्राई गरेको है गाइस। यसपछि म फेरि खेल्न गएँ, भएन पिचकारी भनेर फेरि गएँ। म अब यसपालि चाहिँ जगै लिएर जान्छु भनेर म जग लिएर गएँ। अनि जग लिएर खेलेँ। दाइहरूलाई छेप्काइदिउँ पानीले भनेको, दाइहरू त भाग्नुभयो। अनि म एक्लै भएँ भने त त्यहाँ पानी भर्दा हैरान। तपाईँहरूले चाहिँ आज कतिको रमाइलो गर्नुभयो कमेन्ट गर्नुहोस् है। अनि त्यसपछि हेर्नुहोस् त म कति रमाइलो गरिरहेको छु। आजको दिन चाहिँ एकदमै रमाइलो थियो। होली पहिलोचोटि खेल्न पाउँदा मलाई एकदमै खुसी लागेको थियो। तपाईँहरूलाई चाहिँ कस्तो भयो? तपाईँहरूको पनि एक्सपिरियन्स सेयर गर्नु होला। अनि आज चाहिँ भाइ दिदीहरू सबै थुप्रै हुनुहुन्थ्यो, नयाँ नयाँ नाना लाएर होलीको। अनि मैले पनि नयाँ नाना लाएँ होलीको। हेर्नुहोस् त मेरो होलीको नाना तपाईँहरूलाई कस्तो लाग्यो? मलाई चाहिँ मन पर्यो। अनि यो पनि पिचकारी दाइ दिदीको लिएर हेर्नुहोस् त मभन्दा ठुलो पिचकारी छ। अब फेरि पानी भर्न गएँ। त्यसपछि म एकैछिन हेर्नु पानी भर्न नजानेर म त उल्टो पो गरिरहेको रहेछु। त्यसपछि दाइ दिदीलाई पिचकारी हान्न हिँडेको म चाहिँ। दाइ दिदीहरूले त्यहाँ हेर्नु न कस्तो गर्नुभयो। मलाई पिचकारी हान्नै दिनु भएन। मलाई सानो भनेर हेपेर हेर्नुहोस् त मलाई बोके मात्र गर्ने, मलाई हिँड्नै नदिने। अनि म होइन म हिँड्छु भनेर म फेरि हिँड्न लागेँ। त्यसपछि अनि खेल्दा म धेरै थाकेँ। त्यसपछि म नुन गर्न गएँ। आजलाई यति। सबैलाई ह्याप्पी होली। बाई बाई।